बाटो भर्खर लाग्यो नि है सुरु बटुङ ल ल अनि हाम्रो कलाकार चाहिँ नानीहरूलाई के छ त अहिले हिलम्बुको बस्दा कतिको चाहिँ रमाइलो लाग्छ अनि त्यसपछि पिसफुल फ्रेस सबै कुरा एकैचोटि चाहिँ ड्रिम लिभ माई ड्रिम जस्तै भारे बेलुका मजाले मादल बजाएर गीत पनि गाउनुपर्छ है रमाइलो गर्नुपर्छ यहाँ पाहरूसँग मती मती लेख्यो मोमो जाँदा सुनमनेलो कुरियामा नबोलेदेखि नबोलमै छन् मोसुले हाँसना लासो भनेको चाहिँ हाली वासुले नानी हो म भनेको आमा तपाईको एज त त्यति भएको छैन होला है हजुर त्यही छ बजाउने चिज त्यहाँ त नि कति वर्षको हुनुभयो भन्नु पर्यो नि अनि यस भन्दै नि ओ त्यो 55 ए भर्खर त 55 हुँदै त कसरी आमा तपाई त आन्टी हुनुभयो नि त अनि त्यसो भए त 55 मात्रै हो अब आन्टी त आन्टी भयो अब त 55 देखि त अब बुढी भन्नु न अब 50 55 मा कसरी आमा त भएन नि त त्यसरी त आमा त 60 70 कटेपछि हुन्छ नि त 55 गोरन डाँडो भिडाली दम गर्छ अब जारी खेलेरले राको त हैन होइन यो गोलै हो अनि व जंगलमा दाउरे गीत गाउन आउँछ जारी गाउन आउँछ नि हो एउटा गाउनु न प्लिज हाम्रो शेर्पा गीत एउटा छैन तसँग तपाईसँग कसरी सुरुमा कसरी केरी उहाँसँग चिन्जान भयो हजुर दाउरा काट्ने घाँस काट्ने बेला सँगै हुन्छ पानी लिनु जाने बेलामा सँगै हुन्छ त्यसो गर्दा गर्दा लो परिहाल्छ नि माया लाग्छ आज भोलि भयो त फोनमा फोन के भनेर फकाउनु हुन्थ्यो तपाई चाहिँ तारेको भने के गर्नुहुन्थ्यो लाइक यो केटीलाई म मन परोस् भन्नुको लागि हो म अब भे गर्ने अब तपाईको मनमा के छ भनेर सोध्छ नि सिधै सोध्नु भयो हैन मतलब त्यो हुन्छ नि कहिलेकाहीँ घर धाउनेहरू गर्नुभयो कि भएन भएन त्यस्तो त गरेन गोठालामै भेट हुन्थ्यो के घर धाउनु होइन हो नि गोठाला उसलाई भेट्नको लागि गोठाला जाने गर्नुभयो कि भएन अनि गोठल सँगै हो नि गोठल पनि सँगै घाँस काट्ने पनि सँगै गाउँ पनि सँगै अनि पानी लिनु जानु पर्थ्यो धार छैन हैन कहिलेकाहीँ कि हैन आन्टीलाई भेट्ने न्यु पारेर निस्किनु जाँदैन त्यता फेरि त्यस्तो गरी गए पनि गाली गर्छ नि देशको बाबुआमाले के खानु हो के नआएको भन्छ नि अब बेर हुने बेलामा कुरा गर्छ कुरा गर्दाखेरि गीत गाउनु हुन्थ्यो हुन्न थियो गीत त मलाई त आउँछ बुढीलाई आउँदैन नत्र त गीत त गाउने थियो होइन कस्तो गीत गाउनुहुन्थ्यो भन्नु त हजुर गाउनु युल्मु गीत नि त्यता ल गाउनु त एउटा गाउने न म बजाउँछु आन्टी मलाई एउटा कफी छिटो मलाई छिटो भयो कफी र चिनी अनि तातो पानी लगाएर दिनु न छिटो भन्नुपर्छ ल एउटा गीत हजुर एउटा गीत ल त्यो तपाईहरुको गीत गाउनु न शेर्पाले तपाईलाई गाउन आउँछ तपाईले आफूले बनाएको गीत छ अब त सबै अब मुखमै छ नि ल भन्नु न अहिले त फेरि बुढीले छ कि अब के नगाउनु है होइन हामीलाई सुन्न बुढी ल्याएर भयो त बुढी अझै कति धेरै कुरामा चित्त दुखाउनु भएको होला त्यो चित्त दुखेको निको होस् न ए त्यो अब चित्त दुख्दैन अब त अब धेरै वर्ष भयो अब 4 गरेर छोड हामी सुनौँ न त बुढी फकाउनुलाई गाउने गीत गाउनु नि एउटा बुढी फकाउनुले हाम्रो शेर्पा कुरा होला ल है सुनौ है गीत फेरि दोहोरो गर्नु एकरो दिन न एउटा मात्रै त त्यो त पागल छ रहेछ भन्ला नि होइन दोहोरो गर्नु पर्यो ल दोहोरो हामी गरिदिन्छौँ ल गाउँ तपाईँले आउँदैन फेरि शेर्पा गीत फेरि हामी नेपालीमा गाउँला नि के भएर हो अनि हामी पनि दोहोरी खेल्छौँ नि त ल फेरि शेर्पा गीतसँगै अब यो नानीहरूलाई बोर नगर है मान्छेहरूले बोर हुन्छ नि फेरि हाम्रो विद्यार्थीहरू पनि फेरि मेरो मान जस्तो भएर फेरि अर्को लाइभ भन्छ खतम छ त्यो मेरो बाजेले गायो रहेछ तपाईँ पहिला तपाईँको गीतबाट होइन हजुर त्यो केटी तान्ने बेलामा भन्ने गीत भन्नु त गीत तान्ने बेलामा केटी तान्ने गीत बेलामा के फकाउने बेलामा गाउने कि तपाईँको भाषाबाट तपाईँहरू आउँदैन फेरि मेरो गीत भन्नु न गाउनु न भनेको अब थाहै हुँदैन अनि होइन त्यो टोनमा नेपालीमा गाउनु नि त टोन चाहिँ त्यही नेपालीमा हैन शेर्पामै गाउनु न त्यही गीत हात बुझ्छौँ ल शेर्पामै गाउनु ल
ल सुरु सुरु गाउनुस् न अब ल गाउनुस् गाउनु न ल गाउनुस् त्यो फकाउनेको गाउनु भन्नु हुँदैन है मान्छेले फेरि तपाईँहरू टिकटकमा हाल्यो भने त यो बुढाले त त्यस्तो गर्दै रहेछ के भन्छ त होइन भन्दैन यो त रमाइलो हामीले त ग्यादरिङ आजकलको केटाहरूले गर्दैनन् तपाईँ गर्दिन्न अनि बुढाहरूले गरेको केटाले आज त केटाले पनि सिकाउँछ त्यसलाई गर्दैनन् आजकलको केटाहरूले आजकलको केटाहरू चाहिँ केही नै गर्दैन हो गीत गाएर कहाँ फकाउँछ त अनि पहिले त हामी गीत गाएर फकाउँछ अनि पहिलाको जस्तो हो तपाईले देखाउनु पर्यो कि आज पहिले चाहिँ सिकाउनु पर्यो क्या अहिले केटाहरूलाई ल ए तपाईँहरू बेग भइसकेन आजकलको केटाहरूले भिडियो बनाउनु मात्रै आउँछ अनि बे भइ छैन अब यो भाइहरूले छैन नि कहाँ भर्खरै म बच्चै छु त्यही भएर म नि सिकाइदिन्छु ल सिकाइदिनु यता पनि हुन्छ यहाँ पनि हुनुहुन्छ दुईजना हुनुहुन्छ ल गीत चाहिँ गाउनु न एउटा गीत गाउनु न पहिला कस्तो तामाङ गीती सर्प गीत भिडियो हजुर गाउन भन्नु न कस्तो हुनुहुन्छ भनिदिनु न गाउने भन्ने मान्छेले गाउनु नसकेपछि मलाई गाउँछु भन्ने यो त आउने होइन गाउनु भनिदिनु न हाम्रो लागि अब त्यस्तै हो है अब आइमै भन्नु तपाईँहरू मान भन्नु लाग्ला मान चाहिँ जानेको मान्छ आँखा त रुन्छ त्यस्तै हो भने म नजाने भन्छ अनि रुन्छ मानमा त जाने भित्र छ होइन तपाईको एउटा गीत गाउनु हैन मजाले भन्नुभयो ल म लाइभ गर्ने हो फेसबुक गाउनु त अब आइ लु यहाँ लु गाउनु अस्ति त जो मैले हेरौ न एउटा मात्रै के गीत गाउनु त जति आउँछ जम्मै गाउने नि सबैजना गाउँ भने म पनि गाउँछु क्या तपाईँ गाउनु पर्यो एउटा गाएको त त्यही हुन्छ पहिला सुरु यत्रो रमाएर सुन्ने मान्छे छ नि त एक्लै छ नि त तपाईँ पहिला सुरु गर्नु न तपाईँ पहिले सुरु ल सुरु 1 ल सुरु तपाईँहरूको गीत कि हाम्रो गीत कि तपाईको गीत चाहिँ के तपाईले आटिया भगोदाको गीत के तपाईहरुको बेलामा त्यो चाहिँ कोठालो जाँदा वारीपारी केटी मान्छे देख्दाखेरि गाउँथे नि त जिस्काउनलाई हैन हो त्यस्तो टाइपको गीत गाउनु नि त मलाई थाहा छ नि त पारिपट्टि लिएर बुढा भइसक्यो बिर्स्यो रहेछ अब यहाँ सुन्नु न पहिला पारिपट्टि केटी झुलुक्क देख्दाखेरि हजुर पात बजाएर गीत गाउँथे नि त हो कि भन्नु त हो त्यस्तो टाइपको के ल गाउनुस् कस्तो गरेको बनाउँदा अब गाउनु माथि त त्यो हो मैले गीत गाएँ भने फेरि तपाईँ सिक्मै नै भनिसक्यो आमाले गाउनु भन्छ नि भयो जाने भए गाउने नाइले के रह्यो बाले जानेछ के नजानु त अब बुढी बसेर जानेर सुन्नु कति मन रहेछ हेर्नु न अनि मन रहेछ नि तपाईले कति वर्ष भएछ नगाउनु भएको तपाईले कति वर्ष भएछ नगाउनु भएको आज गाइदिनु धेरै भयो अनि आज गाइदिनु 25 वर्ष जति भयो कि प्रिय तिम्रो लागि भनेर एउटा गीत गाइदिनु त टक्क 25 वर्ष अनि हामी 25 वर्ष पछाडि हामी तपाईको आवाज सुन्दैछौँ अनि प्लिज 25 वर्ष भयो हामी गीत बुनी अब हराइसक्यो मान बुनी हराइसक्यो अब बुढा भयो एउटा चाहिँ गाउनु ल जे भएन कस्तो गाउनु जस्तो मन लाग्छ गाउनुस् हजुर जस्तो मन लाग्छ त्यस्तै गाउनुस् गान्धीले लासरे बुसरे के तिङेला सरे बुसरे के तिङेला चायेलामा जुयेले युला चाम्बारो रो चायेलामा नि जुयेले युला चाम्बालो रो सिद्धो हजुर सिद्धो अन्तर चाहिँ हेर्छु नि हामी फेरि नराम्रो भएर फेरि अर्को हाल्नु पर्यो नि होइन होइन राम्रो छ राम्रो थप्नुहोस् राम्रो छ Sergeni Masharashole Yula Chambaroro Sergeni Masharashole Yula Chambaroro Chamba भनेको चम्बा भनेको आफ्नो मनबारीको आइमाई माया केटी मान्छे मन परेको केटी अनि अगाडि चाहिँ के भनेको त त्यो नेपालीमा भनिदिनु त फेरि गाउनु अर्को गाउनु अनि सिरपुसेर भनेको सिरपु भनेको त्यो भने के अरे सुन ए सुन ल्याइदिउँला तिमीलाई भने सुन जस्तो मान भाइ हो मन भएको मान्छे तिमी राम्रो के सुन जस्तो राम्रो राम्रो हिरा जस्तो हो त्यस्तो चम्किनी भन्छ नि त ल बा फेरि गाउनु म बुझ्छु अलिअलि आमालाई उहाँले शेर्पा भाषाले गीत गाउँदै हुनुहुन्छ यता कति आमा चाहिँ खाना बनाउँदै हुनुहुन्छ यता साथीहरू हुनुहुन्छ
बुम्बो जोएले युला चाम्बारो गेन्डे बुम्बो जोएले युला चाम्बारो मैले चाहिँ आमालाई फकाउने बेलाको गीत हो यो यस्तो आमालाई हेर्दै गाउनु न ल भन्नु त हेरेर गाउनु न मलाई हेरेर कति हेर्नु अब बुढी पैसा पहिले त ल्याउँदाखेरि त सुन्नु भएको छैन होइन पहिले भेग हान्ने टाइममा चाहिँ अहिले हेरौँ अहिले हेर्नु मान्नु त अहिले त अब हेर्दैन जस्तो लाग्छ पहिला पहिला चाहिँ जति हेरे नि नपुग्ने हो पहिले त हो जति हेरे नि नपुग्ने खाना खाने पनि हेर्ने बाटो हुन्छ खाता खाए पनि हेर्ने बाटो हुन्छ है गोठालो खाए पनि कहाँले मेरो बुढी जस्तो लाग्छ अहिले त बुढी भइसक्यो अब एउटा डायलग भन्नु न माया त माया हुन्छ हेर्ने मान्छे हुँदैन कि मन परेको फुल ओइले पनि रसिलो हो हुन्छ मानमा चाहिन्छ फेरि माया लाग्छ नि एकचोटि गाइदिन त उहाँको बिरामी भयो कि कस्तो होला आफ्नो बुढी त आफ्नो बुढी हो भन्ने मान हुन्छ नि हेर्ने चाहिँ एकचोटि उहाँलाई हेरेर गाइदिन न गीत हजुर उहाँलाई हेरेर गीत गाइदिन न हो र ल मलाई हेरे फेरि म पनि एउटा मैले त हेर्ले उसले मैले नहेरे भने म चित्त दुख्छ नि अनि डोरो हिँड्नु पर्यो नि अरू डोरो हेर्दिनु है बराबरी हुनु पर्यो नि होइन दोहोरो हुनु पर्यो नि हिँड्नु पर्यो पकाउँदै हुनुहुन्छ है हाम्रो आज हेर्दिनुहुन्छ ल डोरो हुनुभयो ल हेर्दिनु हुन्छ अरे उहाँले आमाले हेर्दिनु हुन्छ अरे ल जानु हेर्दै हेर्दैन अब त म पनि हेर्ने मान्छे नि त्यसलाई बुढो भइसक्यो के हेर्नु पहिले चाहिँ मेरो बुढा कहाँ भेट्छ होला जस्तो मानुहुन्छ अहिले नै देखियो भने रिस गर्छ नि होइन अहिले आउनुहुन्छ नि हेरेर गाउनु ल अब दिन रातबारी गाउँछु नि त्यो गीत ल बहिनीहरू पनि गाउनु त कान्छी एउटा भिडियो बहिनी चाहिँ सुसिङको हो हजुर सुसिङको हो आउनु भयो पाटिङको हो ए बा आमा आउनु भयो एकचोटि हेरेर हेर्नु म तपाईँहरूको लागि ब्याकग्राउन्ड म्युजिक आमालाई हेरेर के एउटा गीत मिठो पहिले त आमाले हेरेर दुध पनि खायो भने आमाको त आमा यहाँ छैन यो त बुढी भयो नि बुढीलाई हेरेर एउटा गीत बुढीलाई हेरेर बुढीले चाहिँ हेर्नु पर्ला आमाले त कति हेर्नु है सानो बेलामा कति भात खोयो होला आमाले त बाल्दिन्छु बरु हेर्दिन ल भानी खाइबेरी ठाटा खेल्छ कि पहिलेदेखि त्यस्तै हो ठाटा हेर्नु हेर्नु गाइदिन न हेर्नु ल आमाले हेरिसक्नु भयो ल आमाले पनि हेऱ्यो बुढीले हेऱ्यो आमाले हेरेन आमाले टाढो छ आन्टीले हेर्दिन्छ आन्टीले यहाँ बस्न आउनु सातवटा भागेर जाउँ इन्डियामा तपाईँले यो खसाल्नु भयो कि यहाँ नबस्ने गाउँमा भन्छ खै। म भाग्दैन बिगारेको छैन चोरेको छैन लुरेको छैन किन भाग्नु भन्छ म किन भाग्नु है अर्कोको छुरी लगाएर भाग भन्छ के पहिले भागो भन्छ अरूले इन्डिया जान्छु भन्छ कि पहिला बिहे नगर्दाखेरि हजुर त्यो बेला केटीले इन्डिया गयो भए अहिले भेट हुन्छ हाम्रै छ नि भोलि कहाँ भेट हुन्छ त यतापट्टि लप पर्दैन थियो होला आमासँग यहाँ लप्पर हेऱ्यो भने यहाँ तानेर ल्याएको तपाईले चाहिँ कहिले भेट्नु बाबाले त गीत जात्रामा जाँदा गीत गाउन तानेर ल्यायो दाउरा काट्न जाँदाखेरि दाउरा काट्न जाँदा हो तानेर ल्याएको तपाईँले तानेर ल्याएको त्यस्तो जबरजस्ती गरिदिने बुढा होइन भने मान त छ नि आइमाको जाँदा आउँदैन भन्छ नि रुन्छ आउँदो त आउँछ तपाईले चाहिँ म त्यही हो बिहे गर्छु सोध्नु त मन थियो थिएन उनीहरू म आउने छ भने भन्नु सक्दैन कि अनि तपाईँलाई मन चाहिँ परेको थियो कि थिएन सुरुमा मन चाहिँ परेको थियो कि थिएन के अरे गाउँमा छौँ है हामी कम लगाएर जान्छ माग्नु है अनि माग्नु जान्छ ल तपाईँको छोरी ताने ल्याउँ भएको तपाईँको मन परेको थिएन रे तपाईँको छोरी म माग्नु आयो भनेर माग्नु जान्छ पहिले मन परेको थिएन रे आमालाई तपाईँले जबरजस्ती ताने अरे हजुर मन परेको थिएन अरे पहिले त कहाँ मन लाग्नु त आएपछि मनपर्छ त पहिले त देख्नु देखेर कसरी मार्नु है घरमा आएपछि मन पर्यो हो नि कार्यक्रममा जाँदा हेर्नु जो चिज हो नि नजिक पऱ्यो भने दाउरा काट्न मनपर्छ कि टाढो टाढोको त माया पनि टाढै हुन्छ माया टाढो हुन्छ रहेछ सर टाढोको त हो
के अरे दाउरा काटेर फर्किँदाखेरि बाटोमा जन्ती लिएर बसिरहनु भएको अरे क्या कुरेर त्यो झन्डियाहरू झन्डियाहरूले तान्नु नसकेर मैले बोकेर लाने भने सोध्थेँ म पनि ए अरूले तान्नु छैन तपाईँले बोके मैले बोक्छु भने सोध्थ्यो ए है बोकेर ल्याउनु सोध्छ रुनु भएन तपाईँ रुयो अनि म देखेपछि चाहिँ रुइन नि फेरि त्यस्तो छ नि अर्को मान्छेले लान्छ भनेर रोइरहेछ है अनि म देखेपछि त रुइन फेरि जस्तो लाग्यो टाढो ताडेर लाग्यो अलिक खुट्टा कुटुम्बतिर लान्छ कि नाउतिर लान्छ कि भनेर डराइरहेछ अनि म देखेपछि त सुप लगाएर बस्यो अनि रुने बेला पनि यस्तो ताक्छ मलाई नभएर ताला गर्नु पर्दैन बन्द गर भने आसु पिछाडी गर्नुपर्छ के बुझ्ने बेलामा ताला गर्यो भने मन पर्दैन होइन मलाई लाग्छ नि हला भयो यस्तो भयो ए तपाईको नाम के अरे तेन्जिङ शेर्पा ए तेन्जिङले कारसँग तारेर लिएर गयो भनेर हल्ला दियो है हल्ला गरेन ए शेर्पाले के कार सँगै तेन्जिङले कारसँग तेन्जिङ शेर्पाको बुढी हो यो हो भनेर नाम ल्याउँछ नि अनि तानेर ल्याएपछि घरमा बिहे गर्नु नाच्छ रक्सी गऱ्यो अनि बिहे गर्नु मन लागेको थियो अब के गर्नु त मान मन्दैछ त भन्नु सक्दैन आइमाईको जातले त्यही हो नि भनी मात्रै हो मन पारे मन पारे नै भन्छ नि म मन पारे हो कहाँ भन्छु सक्दैन है बहिनी हो बाबु आमाले कहाँ भन्नु सक्छ सक्दैन हो अनि यो केटाले म मन पार्यो भए म जान्छु भन्नु सक्दैन नि सक्दैन मैले चाहिँ भन्छु के यो लिन्छु भन्छ हामी ए देखेको लान्छ भनेर थाहा थिएन एक्कासी भन्दैन भने जुरेकै लिएर आयो बुढाले हो दाउरा त्यहीँ छ राखेको भोलि पर्सि त्यति टाइममा त हिँड्नु जस्तै थियो नि यहाँ सुन सिर्जना त्यति बेला कस्तो थियो अरे हिँड्नु नि जस्तो थियो म चाहिँ धर्मिदार जस्तो थिएँ कि धर्मिन्दर जस्तो तपाईँ यो श्रीदेवी जस्तो थियो को जस्तो श्रीदेवी जस्तो म चाहिँ धर्मिदार जस्तो थियो लामो है अनि कापड यति पालेको थियो साक्षीदासको कपाल जस्तो अनि यस्तो थियो अब बुढा भयो दाँत बुनी जाऱ्यो अब बुढा भयो अहिले छैन नि भोकै भयो धर्मिन्दर र श्रीदेवीको लभ पर्नु पर्ने ठाउँमा तानेर ल्याउनु भयो हजुर आखी भन्यो अहिले अब बुढा भयो अहिले चाहिँ त्यो पनि होइन यसो गर्नु के त्यो भिडियोमा चाहिँ राम्रो राम्रो भन्नु मेरो भिडियोमा चाहिँ नराम्रो अहिको सेम भनिदिनु पर्यो रे अहिको श्रीदेवी र धर्मिन्दरको कुरा भन्नु पर्यो कस्तो थियो अरे आमा पहिला श्रीदेवी जस्तो थियो कि हिरोनी जस्तो अनि कुरा गरे पनि माया लाग्छ अनि हेर्ने मान हुन्छ अनि अहिले हेर्ने मान हुन्छ अनि खाना बनाए पनि मिठो जस्तो लाग्छ अहिले त जति मिठो पनि नमिठो तपाईँ कस्तो हुनुहुन्थ्यो पहिला म त धर्मिन्दर जस्तो थिएँ नि तपाईँले सञ्जय दत्तको जस्तो कपाल पाल्थ्यो भने सञ्जय दास जस्तो पारेको थियो अनि टेलर सञ्जय दास जस्तो मान्यो होला है यो शेर्पा भनेको थाहा छैन अब के गर्नु शेर्पा के थाहा होइन लेकको शेर्पा थाहा छैन
पहिले त मानमा त संविधान भाल पनि लामो रहेछ, कपाल पनि लामो रहेछ, जिउ पनि लामो रहेछ भन्यो होला। हिरो हिरो देख्यो होला नि। अहिले त गोठालो भन्दा पनि नराम्रो देख्छ होला है। त्यस्तै अब के होइन अहिले पनि तपाईँ हिरो नै हो। हिरो त कहाँ हुनु अब छिरो भइसकिनु छ। तपाईँ 60 वर्ष जस्तो देख्दैन बा? हो र? तपाईँ अहिले पनि धर्मेन्द्र जस्तै देखिन्छ क्या? हो त्यस्तो मान अब आयु भएको छ त्यस्तो भन्नु। मैले त अघि आमालाई देख्दाखेरि त कस्तो राम्रो देखेको। अहिले आमा राम्रो हुन्छ। अहिले अहिले राम्रो हुन्छ।